हामीले दिनदिनै सुन्ने यी कानूनहरू आखिर बन्छन् कसरी? यो कुनै एकै दिनमा हुने काम होइन। यो त एउटा लामो र निकै महत्त्वपूर्ण यात्रा हो। एउटा यस्तो यात्रा जहाँ हरेक शब्द, हरेक दफाले देशको भविष्यलाई आकार दिइरहेको हुन्छ। आज हामी यही यात्रालाई एकदमै नजिकबाट निहाल्नेछौँ। एउटा सानो विचार कसरी विधेयक हुँदै देशको शक्तिशाली ऐन बन्छ। आउनुहोस् यो पुरै प्रक्रियालाई सँगै केलाउँ। आजको हाम्रो यो चर्चालाई सजिलो बनाउन हामी यसलाई 5 भागमा हेर्नेछौँ। सुरुमा कानून बनाउने जग अर्थात् व्यवस्थापन कार्यविधि के हो भनेर बुझ्नेछौँ। त्यसपछि विधेयक कसरी जन्मिएर संसदसम्म पुग्छ अनि संसदभित्र त्यसले कस्तो यात्रा गर्छ भनेर हेर्नेछौँ। र अन्त्यमा कानून बन्ने अन्तिम चरणहरू अनि यो प्रक्रियामा देखिने चुनौती र समाधानका उपायहरूबारे पनि कुरा गर्नेछौँ। ल अब सुरु गरौँ पहिलो र सबैभन्दा आधारभूत विषयबाट। कुनै पनि कानून यत्तिकै बन्दैन, त्यसले एउटा निश्चित प्रक्रिया र बाटो पार गर्नुपर्छ। हो, त्यही प्रक्रियाको समग्र रूप नै व्यवस्थापन कार्यविधि हो, जुन बलियो र न्यायपूर्ण कानूनको जग हो। सरल भाषामा भन्दा व्यवस्थापन कार्यविधि भनेको एउटा विधेयक संसदको ढोकाबाट छिरेदेखि राष्ट्रपतिले प्रमाणीकरण गरेर ऐनको रूप दिँदासम्मका सबै नियम र चरणहरू हुन्। तर यो किन चाहियो? सोचौँ त, संसद भनेको सयौं फरक फरक विचारहरू ठोक्किने ठाउँ हो। यही कार्यविधिले ती सबै विचारलाई एउटा अनुशासित छलफलको दायरामा ल्याउँछ, ताकि आवेगमा होइन, विवेकले कानून बनोस्। यो प्रक्रियाको पछाडि केही विश्वव्यापी सिद्धान्तहरू छन्। प्रसिद्ध विधिशास्त्री जेरेमी बेन्थमका अनुसार राम्रो कानून बनाउन 6वटा कुरा चाहिन्छ। विधेयकबारे सबैलाई जानकारी हुनुपर्यो, छलफलमा सबैलाई समान अवसर मिल्नुपर्यो, सभामुख निष्पक्ष हुनुपर्यो अनि निर्णय बहुमतले गर्नुपर्यो। र सबैभन्दा महत्त्वपूर्ण, बहुमतको निर्णयमा अल्पमतको आवाज पनि सुनिनुपर्छ, जसको लागि वाक् स्वतन्त्रता अनिवार्य छ। अब लागौँ विधेयकको यात्राको पहिलो पाइलातिर। यो यात्रा संसदबाट होइन, बरु संसदमा पुग्नुभन्दा धेरै अघि सरकारको कुनै मन्त्रालयबाट सुरु हुन्छ। सरकारी विधेयकको जन्म प्राय एउटा आवश्यकताबाट हुन्छ। कुनै मन्त्रालयले महसुस गर्छ फलानु समस्या समाधान गर्न त नयाँ कानूनै चाहिने भयो, अनि त्यो प्रस्ताव मन्त्री परिषदमा जान्छ। त्यहाँबाट सैद्धान्तिक सहमति अर्थात् ल ठिक छ अगाडि बढौँ भन्ने सङ्केत पाएपछि कानून मन्त्रालयले त्यसलाई कानूनी भाषामा ढाल्छ, जसलाई हामी मस्यौदा भन्छौँ। र अन्तमा मन्त्री परिषदले त्यो मस्यौदालाई स्वीकृत गरेपछि मात्र विधेयक संसदमा प्रवेश गर्न योग्य हुन्छ। ल अब सुरु हुन्छ विधेयकको सार्वजनिक र सबैभन्दा रोमाञ्चक यात्रा, संसद भवनभित्रको यात्रा। यहाँ नै हो विधेयकको वास्तविक अग्निपरीक्षा हुने। संसदभित्रको यो लामो र जटिल प्रक्रियालाई सजिलोसँग बुझ्नका लागि यसलाई 3 चरणमा बाँडिन्छ, जसलाई वाचन वा रिडिङ्स भनिन्छ। पहिलो वाचनमा विधेयकलाई संसदमा परिचय गराइन्छ, दोस्रो वाचनमा त्यसमाथि दफा-दफामा चिरफार हुन्छ, र तेस्रो वाचनमा त्यसलाई पास गर्ने कि फेल गर्ने भनेर अन्तिम निर्णय लिइन्छ। ठिक छ, अब प्रतिनिधि सभामा के हुन्छ अलि विस्तृतमा हेरौँ। सबभन्दा पहिले विधेयक संसद सचिवालयमा दर्ता हुन्छ। त्यसपछि त्यसको एक प्रति सबै सांसदलाई बाँडिन्छ अनि सम्बन्धित मन्त्रीले विधेयक प्रस्तुत गर्न अनुमति माग्नुहुन्छ। तर यहाँनिर एउटा रमाइलो कुरा के छ भने, यदि कुनै सांसदलाई यो विधेयक ठिक छैन भन्ने लाग्यो भने उहाँले सुरुमै यो विधेयक विचारणीय छैन भनेर विरोधको सूचना दिन पनि सक्नुहुन्छ। विधेयक प्रस्तुत भइसकेपछि सुरु हुन्छ यसको सबैभन्दा महत्त्वपूर्ण चरण अर्थात् दोस्रो वाचन। यसमा पहिले विधेयकको सिद्धान्त र उद्देश्यमाथि सामान्य छलफल हुन्छ, जसलाई सैद्धान्तिक छलफल भनिन्छ। यो सकिएपछि सुरु हुन्छ दफावार छलफल, जहाँ विधेयकको हरेक दफा, हरेक शब्द र हरेक कमामाथि गहिरो बहस हुन्छ। संशोधनहरू प्रस्ताव गरिन्छन्। यो छलफल कि त पुरै सदनमा हुन्छ कि त विषयगत समितिमा पठाइन्छ, जहाँ अझै गहिरो अध्ययन हुन्छ। तर प्रतिनिधि सभाबाट पास हुनु भनेको आधा बाटो मात्रै हो, यात्रा अझै सकिएको छैन। अब यो विधेयक राष्ट्रिय सभामा जान्छ र त्यहाँ पनि लगभग उस्तै प्रक्रियाहरू दोहोरिन्छन्। दर्ता, छलफल, संशोधन र मतदान। दुवै सदनबाट हरियो झण्डा पाएपछि मात्र विधेयक अघि बढ्न सक्छ। तर सोच्नुस् त, यदि एउटा सदनले गरेको संशोधन अर्को सदनलाई मन परेन भने के हुन्छ? के विधेयक त्यहीँ अड्किन्छ? अड्किँदैन। यस्तो अवस्थामा हाम्रो संविधानले एउटा राम्रो व्यवस्था गरेको छ, दुवै सदनको संयुक्त बैठक। त्यो बैठकमा बहुमतले जे निर्णय गर्छ त्यही नै अन्तिम हुन्छ। यसले गर्दा कानून बनाउने काम रोकिँदैन।
ल, संसदको लामो र कठिन यात्रा पार भयो। दुवै सदनले विधेयकलाई पास गरिसके। तर के अब यो कानून बन्यो त? अझै केही अन्तिम तर निकै महत्त्वपूर्ण चरणहरू बाँकी नै छन्। दुवै सदनबाट पारित भइसकेपछि विधेयक जुन सदनमा पहिलो पटक दर्ता भएको थियो त्यही सदनका सभामुख वा अध्यक्षले यो विधेयक प्रक्रिया पुर्याएर पारित भएको हो भनी प्रमाणित गर्नुहुन्छ। यो प्रमाणीकरण नै विधेयकलाई राष्ट्रपति कहाँ पठाउने अन्तिम टिकट हो। अब आउँछ यो यात्राको अन्तिम तर निर्णायक मोड। राष्ट्रपतिले विधेयक पाएको 15 दिनभित्र एउटा निर्णय लिनुपर्छ। कि त त्यसलाई प्रमाणीकरण गरेर ऐनको रूप दिनुपर्छ, कि त पुनर्विचारका लागि फिर्ता पठाउन सक्नुहुन्छ। तर अर्थविधेयकलाई भने फिर्ता पठाउन मिल्दैन। र यहाँनिरको अर्को महत्त्वपूर्ण कुरा, यदि संसदले फिर्ता पठाएको विधेयकलाई जस्ताको तस्तै फेरि पारित गरेर पठायो भने राष्ट्रपतिले त्यसलाई प्रमाणीकरण गर्नैपर्छ। अहिलेसम्म हामीले किताबमा लेखिएको आदर्श प्रक्रियाको कुरा गर्यौं, तर व्यवहारमा नेपालको कानून निर्माण प्रक्रियामा केही गम्भीर चुनौतीहरू पनि छन्। अब एकछिन वास्तविकताको धरातलमा उभिएर हेरौं। व्यवहारमा के देखिन्छ भने कहिलेकाहीँ पर्याप्त अध्ययन र अनुसन्धान बिना नै हतारमा कानूनहरू बन्छन्। कहिलेकाहीँ बाहिरी स्वार्थ समूहको प्रभाव पनि देखिन्छ। नागरिकसँग पर्याप्त छलफल नै हुँदैन। अनि सबैभन्दा चिन्ताको विषय, कहिलेकाहीँ संसदको प्रक्रियालाई नै छलेर अध्यादेश मार्फत शासन चलाउने प्रयास हुन्छ, जसले लोकतान्त्रिक प्रक्रियालाई नै कमजोर बनाउँछ। तर जहाँ समस्या छ त्यहाँ समाधानका बाटाहरू पनि छन्। कानून बनाउनु अघि पर्याप्त अध्ययन र छलफल गर्ने, संसदको भूमिकालाई बलियो बनाउने र सबैभन्दा महत्त्वपूर्ण कानून निर्माणमा आम नागरिकको सहभागिता सुनिश्चित गर्ने। यदि प्रक्रियाका हरेक चरणलाई इमानदारीपूर्वक पालना गर्ने हो भने साँच्चै जनताको हितमा हुने कानून बनाउन सकिन्छ। हामीले एउटा विचार कसरी ऐन बन्छ भन्ने पूरै यात्रा हेर्यौं। यो यात्रा सांसद र मन्त्रीहरूको मात्र होइन, यो हामी सबैको हो, किनभने यसले हाम्रो भविष्य निर्धारण गर्छ। त्यसैले अन्त्यमा एउटा प्रश्नबारे सोचौं। देशको भविष्य कोर्ने यी कानूनहरू बनाउने प्रक्रियामा एक सचेत नागरिकको भूमिका के हुन सक्छ? यसको उत्तर हामी सबैले खोज्नु जरुरी छ।